आउनुहोस् सुरु गरौँ आजको राशिफल। सुरुमा मेष राशि। मेष राशि हुनेहरूका लागि आज अरूको भर पर्दा काम बिग्रन सक्छ। सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। पारिवारिक असमझदारीका बीच गरिएको प्रयास व्यर्थ हुनेछ। तापनि साथीभाइ र आफन्तहरूको सहयोगले लाभ हुनेछ। वाद विवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। वृष राशि। वृष राशि हुने महानुभावहरूका लागि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। हिम्मतले काम लिने समय छ। घरमा सुख समृद्धि बढ्नेछ। बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। अस्थायी पेसाबाट मनज्ञ फाइदा हुने देखिन्छ। मिथुन राशि। मिथुन राशि हुने महानुभावहरूका लागि रोकिएको काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछ। रमाइलो ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ। अवसरको खोजीमा दौडधुप गर्नु पर्ला। ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्। नजिकका साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ। कर्कट राशि। कर्कट राशि हुने महानुभावहरूका लागि आज अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ। अविवेकी निर्णयले अप्ठ्यारोमा परिनेछ। एकसाथ अनेकौं काम सुरु गरिए पनि धेरै अधुरै रहला। दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ। खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन्। आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। सिंह राशि। सिंह राशि हुने महानुभावहरूका लागि अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखा पर्न सक्छ। लामो समयदेखि रोकिएको कार्य सम्पादन होलान्। भूमि लगायत स्थायी सम्पत्तिबाट केही विवाद हुन सक्छ। कृषि पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ। कन्या राशि। कन्या राशि हुने महानुभावहरूका लागि आर्थिक समस्यामा तपाईँ अलिकति जुट्नुपर्ने हुन सक्छ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ। पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। तुला राशि। तुला राशि हुनेहरूका लागि सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ। वाद विवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले दुःख दिन सक्छ। रोकिएको काम बन्नुका साथै आय आर्जनका स्रोत समेत बढ्नेछन्। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। दाजुभाइ सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ। घर जग्गा वा स्थायी सम्पत्तिको विवाद आउने योग छ। कृषि र व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ। धनु राशि। धनु राशि हुने महानुभावहरूका लागि विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ। पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला। नोकरी तथा राजनीतिक गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। मान सम्मान र पद प्रतिष्ठा पाइने समय छ। आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्। मकर राशि। मकर राशि हुने महानुभावहरूका लागि आज काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रह योग छ। रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु सङ्ग्रह हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि शत्रु बाधा, मुद्दा मामला वा कामका विविध झमेलाबाट मुक्ति मिल्नेछ। आफ्नो काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्। प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ। उद्योग धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। र अन्त्यमा पालो मीन राशिको। मीन राशि हुनेहरूका लागि घर खर्च बढ्नेछ। आय आर्जनमा कमी आउने सम्भावना छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। स्वास्थ्यमा देखा पर्ने समस्याले सताउन सक्छ। आमाको स्वास्थ्य स्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ।